नमस्ते। थोरै हजुरहरूको बारेमा यसो खुलाइदिनुहोस् त। आज कुन ठाउँबाट आउनु भएको? आज मेरो नाम चाहिँ सञ्जना लिम्बू। हामी छतरे समाज केलाङबाट धरान 15। ल 8 पोइन्ट आयो। लन्द्र्याङ गर्दै चासो हेर्न आएको छौँ है। पछि सम्पूर्ण मानवहरूलाई जोरदार ताली उठेर सम्मानका साथ कृपया उठेर 1 मिनेट तपाईँको खुट्टा दुखेको छ। जोरदार ताली। जय ज्ञान एकदम धन्यवाद। पछि दिन सक्नुहुन्छ र तरेमाहरू साम्याङ लाउने तरेमाहरू मात्रै छन् फेरि। ओहो है लाताले लाग्यो। आम्बो भिड छ त हो नि बाजे। ए दाइ अतिथि विक्रम देगा गरेर चाहिँ आज कार्यक्रम कसले यति धेरै जन्मायो हौ? प्याका प्याक छ त। के हो यस्तो ल है राति चाहिँ यस्तो देखिँदो रहेछ। ऐस र बैसमै हो होइन जे पनि है। यता साथीहरूले फुलाइराखेको छ। पानीपुरी पनि आएछ हौ आज त। ल हामी फेरि भित्र छिर्यौँ। ल हाम्रो कामै के छ र? डान्स पनि हुँदो रहेछ भित्र त। ल यो धरान 15 चुम्लुङ भवन। धरानको स्टलहरू हेरौँ। लन्द्र्याङ गर्दै के हान्ने अरे पुच्चीहरूले? के यो झोल खाने? ल यता पनि रहेछ नि त आइसक्रिम। केटाहरूको फेभरेट। को प्रतिनिधि सुरज चिमीको उपस्थिति रहेको जानकारी पाएका छौँ। कृपया माथि स्टेजमा अतिथि आसन ग्रहण गर्नको लागि म सुरज चिमीलाई हार्दिक। ल 2082 यो मङ्सिर महिनाको 22 गते आज फेरि पनि यो लितुङ खेल सुरु भइसकेको छ र खेल चलिरहेको छ। यहाँ चाहिँ अहिले 9 जना चाहिँ फेरि आइसकेको छ भने आज यहाँ खेल भइरहेको छ। हाम्रो बहिनी यता एकचोटि फर्किनुहोस् त। अघि एकलट खेली नाचिसक्नु भयो होइन त? अब त्यसपछि समाप्त। हिजो कम्पिटिसनमा चाहिँ आउनु भएको थियो कि थिएन? आएर सेकेन्ड पोजिसनमा हामी। सेकेन्ड? फर्स्ट पोजिसन चाहिँ याक्थुङ कलाकार। ल शुभकामना एकदमै धेरै। अब नेपालमै रहिरह्यो भने त
फेरि अर्को साल अब फर्स्ट पोजिसनमा आउनुपर्छ है। हजुर खुसी लाग्यो, दोस्रो पोजिसन पनि राम्रै हो होइन। टिकटको लागि त तल पो जानुपर्छ होला हौ। लक्ष्मण चेम्जोङले बाहिर हो। बाहिर दुइटै तिनटै बाहिर अब यलुङ तुम्बापो यो फुल चाहिँ साह्रै राम्रो छ हौ, तर कसले ल्याएको? धन्यवाद। सुम्निसा छोडिदिनु मजाले खाऊ न भाइ। खतरा गरिदिनु पैसा खेलाउँदैछ ए कुरेको होइन जुरेको मिल्छ, देखेको होइन लेखेको मिल्छ। जिन्दगी तिम्रो भए पनि यहाँ मर्जी तिम्रो होइन विधाताको चल्छ। ल सेवारो गुड इभिनिङ। हामी फेरि अझै बाटै छैन है के हो, लन्द्र्याङ गर्दै चासो हेर्नु आइराखेका छौँ। यहाँ त यारामा दह्रो हुँदैछ यता। ल किरात याक सुम्लुङ सुनबारी सँगै है हाम्रो अगाडि हेर्नु त दाजु, फास्ट हेर्नु। प्रस्तुत गर्नु परिरहेको छ। यता यो बाटोबाट यो लाइनबाट